दिन भनेर चाहिँ गएको अब स्थिति चाहिँ यो पनि चाहिँ गयो भने के हुन्छ त कमसेकम यसमा त अब संहिता गणतन्त्र धर्मनिरपेक्षता लोकतन्त्र समावेशिता हामीले चाहे अनुरूप सबै भएको छैन तर यसको दिशा त छ नि केही जुन बेला यो संविधान जारी भएको दिन हामीले जुलुस निकाल्यौं कोटेश्वरमा ठुलो चाहिँ जुलुस हामीले निकालेपछि समाएर लगेर दिनभरि थुन्यौं त्यो जुलुसको चाहिँ मैले नेतृत्व गरेको थिएँ 10-20 ठाउँबाट चाहिँ जुलुस निस्केको मध्ये कोटेश्वरको पनि मैले नेतृत्व गरेँ र त्यहाँबाट संविधान सभा घेर्न जाने भन्ने थियो तर अहिले स्थिति के आयो त भने यही संविधान चाहिँ जोगिन्छ कि जोगिन्न भन्ने भयो के अब त्यति बेला यो कालो संविधान खारेज असोज दिन कालो दिन भनेर चाहिँ गएको अब स्थिति चाहिँ यो पनि चाहिँ गयो भने के हुन्छ त कमसेकम यसमा त अब संहिता गणतन्त्र धर्मनिरपेक्षता लोकतन्त्र समावेशिता हामीले चाहे अनुरूप सबै भएको छैन तर यसको दिशा त छ नि केही र अहिलेको सत्ताधारी शासकहरूले लिएको नीतिमा भन्ने हो भने यो भन्दा उत्तम होइन यो भन्दा गए गुज्रेको संविधान हुन्छ अहिले जसरी उनीहरू चाहिँ तयारी गरिरहेका छन् अस्ति भर्खरै राष्ट्रसभाको अधिवेशनमा अब प्रदेश खारेजी भन्ने आयो अनि फेरि प्रदेश कसरी बनाउने र भन्दाखेरि सङ्घ र स्थानीय तहको प्रमुख राखेर बनाउने भन्ने टाइपको हैन भनेपछि अब त्यसरी संहिता हुन्छ त संहिता हुन त तपाईको सङ्घभित्रै दुईटा संसद एउटा सिनेट टाइपको जहाँ चाहिँ जाति भाषा धर्म संस्कृतिको विशेषाधिकार प्राप्त सदन अमेरिकामा सिनेट भने जस्तो त्यो विशेषाधिकार प्राप्त हुन्छ तर नेपालमा त छाया प्रतिनिधि सभाको छाया मात्रै बनाएर काम न काजको त्यो पहिला चाहिँ बौद्धले व्यवस्था हुँदाखेरिको बुढाहरूलाई थन्काउने सभा जस्तो बनाएको छ प्रदेशहरूको चाहिँ अधिकारलाई खोज्न पर्यो भने हैन त्यो प्रदेशले चाहिँ त्यसको विरुद्धमा लड्छ के प्रदेशहरूको अधिकारलाई जोगाउने काम चाहिँ उसले गर्ने हो भाषिक अधिकारको केन्द्र चाहिँ त्यहाँबाट हुने हो प्रदेशहरूको प्रतिनिधित्व गर्ने सभाको रूपमा अब सोभियत सङ्घको विशेष स्थितिमा प्रदेशहरूबाट पनि इक्वल रिप्रेजेन्टेटिभ हुने र सबै जातिको पनि प्रतिनिधित्व हुने भनेर चाहिँ हाउस अफ नेसनालिटिज भनेर आयो त्यस्तो ढङ्गको सभा हुन्थ्यो तर अहिले त यो राष्ट्रिय सभा चाहिँ एकात्मक व्यवस्थाको राष्ट्रिय सभा जस्तै छ कुनै विशेषाधिकार छैन प्रतिनिधि सभाले नै सबै काम गर्छ अब यस्तो भयो भने त यो राष्ट्रिय सभाको औचित्यतामाथि प्रश्न उठ्छ र अहिले त के भनिरहेछन् त भन्दा निर्वाचन प्रणाली पनि राष्ट्रिय सभामा चाहिँ पूर्ण समानुपातिक बनाइदिन्छु हैन प्रतिनिधि सभा चाहिँ सबै प्रत्यक्ष गर्ने अनि सम्पूर्ण चपाउने ढाटमा चाहिँ सबै प्रत्यक्ष निर्वाचित भएर आउने अनि चाहिँ खस आदिहरूको अत्यधिक बहुमत चाहिँ निर्वाचित भएर आइरहेको हामीले देखिरहेकै छौँ त अहिले पनि हैन अहिले नै भन्नुहोस् न अहिलेको प्रतिनिधि सभा कस्तो भएको छ अनि त्यस्तो सभा चाहिँ अधिकार सम्पन्न हुने अनि राष्ट्रिय सभा जहाँ अधिकारी छ एकदमै लिमिटेड छ अनि त्यस्तो ठाउँमा समानुपातिक गर्न के काम थियो हैन देखाउने दाँत जस्तो मात्रै हो त्यसकारण चाहिँ त्यस्तोमा जानै हुँदैन र अब अहिले आइरहेको यो संरचना सम्बन्धी प्रस्तावहरूमा हेर्दाखेरि चाहिँ सबैभन्दा यहाँ सुरुको 4वटा पाइप मैले देखेँ शासकीय स्वरूप भन्ने शीर्षक छ तर त्यो कुनै पनि कुरा शासकीय स्वरूपसँग सम्बन्धित भएन त्यसमा अवशिष्ट अधिकार सङ्घको प्रदेशको त्यस्तो आयो क्या त्यो त संहिता सम्बन्धी कुरा भयो संरचनामा आउने कुरा भयो त्यसकारण त्यो सबै कुराहरू हटाएर 1 देखि 4 को कुरा चाहिँ त्यो संहिताको च्याप्टरमा ल्याउनु पर्यो 3 नम्बरकोमा त्यसपछि चाहिँ 1 नम्बरकोमा त के राख्नु पर्यो भने जस्तो अहिले विश्वमा 5वटा प्रणाली छन् हैन 5वटा प्रणालीमा एउटा राष्ट्रपतीय प्रणाली अल इन अल राष्ट्रपति दोस्रो प्रधानमन्त्री प्रणाली जहाँ प्रधानमन्त्री अल इन अल यो इजरायलमा थियो पहिला प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने अहिले त्यहाँ पनि
धेरै तानाशाही जन्मियो भने त्यहाँ पनि खारेज भइसकेको छ अहिले। र तेस्रो चाहिँ अर्ध राष्ट्रपतीय वा मिश्रित फ्रान्सको जस्तो होइन त्यो मिश्रित प्रणाली। चौथो अध्यक्ष मण्डलीय प्रणाली। अध्यक्ष मण्डलको प्रणाली भनेको स्विजरल्यान्डमा छ, त्यसैले कोमोरस लगायतका विभिन्न देशहरूमा बस्नेहरूमा पनि छन्। अब अर्को प्रणाली चाहिँ संसदीय, अहिले जहाँ हामी छौँ र संसदीय भित्र पनि बेलायती मोडेल, जर्मन मोडेल, त्यसपछि साउथ अफ्रिकाको मोडेल, अनेकौँ मोडेलहरू छन्। अब मेरो विचारमा चाहिँ कुनै एउटा निर्वाचन प्रणाली अपनाउने बित्तिकै त्यो चाहिँ तानाशाही भइहाल्छ भन्ने हुँदैन। चाहे राष्ट्रपतिमा जानु, चाहे प्रधानमन्त्रीमा जानु, चाहे संसदीयमा जानु। अहिले बालेन शाह प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हो त, तर उसले व्यापक अधिकारहरू प्रयोग गर्न थालेको छ। उसले चाहिँ चाह्यो भने त त्यो अमेरिकाको राष्ट्रपति जस्तै तानाशाह भन्न सक्दैन, किन अल इन अल प्रधानमन्त्री हो। संसदीय अहिले प्रधानमन्त्री एकमात्र प्रधानमन्त्री, राष्ट्रपति के त भन्दा आलङ्कारिक छ, राष्ट्रपतिसँग केही अधिकार छैन, प्रधानमन्त्रीसँग सर्वाधिकार छ होइन। अनि प्रधानमन्त्रीले चेक एन्ड ब्यालेन्स गर्ने संसद, उसले चाहिँ नचाहने बित्तिकै संसदलाई चाहिँ तपाईँको क्लोज गरिदिन्छ। त्यसपछि अध्यादेश ल्याएर पनि शासन गर्न सक्दैन छ भने आपातमा ल्याएर देखाइसक्यो त। त्यस कारण संसदीय व्यवस्था चाहिँ तानाशाही हुन्न भन्ने होइन। हिटलरले पनि तानाशाही जन्माएकै थियो। त्यस कारण कुनै एउटा व्यवस्थामा तानाशाही हुन्छ कि हुन्न भन्ने होइन, त्यहाँभित्र शक्ति सन्तुलन कसरी मिलाइन्छ भन्ने कुरा। र मैले चाहिँ लामो समयदेखि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको वकालत गरेँ र मलाई अहिले पनि त्यो ठिक लागेको छ। तर त्यसमा शक्ति सन्तुलन कसरी मिलाउने भन्ने सन्दर्भमा मेरो दृष्टिकोण चाहिँ अमेरिकी राष्ट्रपतिको जस्तो होइन। मेरो दृष्टिकोण चाहिँ मैले भन्दै आएको चाहिँ चिन्ता प्रमुख पदहरूमा तिनवटा कम्युनिटी आउने, त्यो संवैधानिक व्यवस्था हुन्छ। संविधानमा के लेखिदिने भने जस्तो नाइजेरियामा अलग अलग कम्युनिटीको मान्छे राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्छ भनेको छ होइन। अमेरिकामा के भनेको छ, राष्ट्रपति र उपराष्ट्रपति एउटै प्रदेशको हुन पाइँदैन भनेको छ। नेपालमा राष्ट्रपति र उपराष्ट्रपति एउटै लिङ्गको हुनुहुन्न भने होइन। यस्तै अब मेरो विचारमा चाहिँ प्रदेश पनि भिन्न हुनुपर्ने, त्यसपछि कम्युनिटी पनि भिन्न हुनुपर्ने र लिङ्ग पनि भिन्न हुनुपर्ने गरेर चाहिँ तिनवटा कम्युनिटीको अनिवार्य हुने ब्लक भोटिङ सिस्टमको आधारमा निर्वाचित हुने। ब्लक भोटिङ सिस्टम भनेपछि एउटा भोट हालेपछि उसले चाहिँ राष्ट्रपति उपराष्ट्रपति, जस्तो अमेरिकामा ब्लक भोटिङबाट निर्वाचित हुन्छ। एउटा भोट हाल्दाखेरि राष्ट्रपति र उपराष्ट्रपति स्वतः दुइटै हुन्छ। राष्ट्रपतिलाई अलग भोट हाल्दैन, अर्को उपराष्ट्रपतिलाई अलग भोट हाल्दैन होइन। ब्लक भोट सिस्टम। अब त्यस्तै ब्लक भोट सिस्टममा आफ्नो चाहिँ कम्युनिटीको ब्यालेन्स मिलाएर, जस्तो अब आदिवासी जनजातिको राष्ट्रपति, खसारेको उपराष्ट्रपति हो भने अब त्यसपछि मधेसीको वा दलितको कसको चाहियो होइन, त्यसको चाहिँ तपाईँको प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति त्यो तिनवटा कम्युनिटीको ब्यालेन्स हुने गरी चाहिँ एउटा मतबाट तिनटै निर्वाचित हुने। त्यसपछि त्यहाँको शक्तिहरूको बाँडफाँड हुन्छ। राष्ट्रपतिले वैदेशिक मामिलामा उसको निर्णय हुन्छ, प्रधानमन्त्रीले आन्तरिक मामिला देशको चाहिँ कार्यहरू चलाउँछ। अब उपराष्ट्रपतिले उसलाई चाहिँ के जिम्मा दिने, राष्ट्रिय सभाको अध्यक्ष हुने, यस्तो हुन्छ। अब र उसले चाहिँ संसदीय मामिलामा काम गर्ने र राष्ट्रपति नहुँदा उपराष्ट्रपतिले काम गर्ने। तिनवटा कम्युनिटीको ब्यालेन्स भयो भने अब राष्ट्रपति कसरी तानाशाही हुन्छ होइन। जसले चाहिँ वैदेशिक मामिलामा मात्रै उ गर्न मेजर भूमिका खेल्छ भने देशभित्र तानाशाही हुने त सम्भावना हुँदैन। र प्रधानमन्त्री चाहिँ अब तानाशाही हुन्छ त भन्दा प्रधानमन्त्री राम्रो काम गरेन भनेदेखि त्यहाँ ऊभन्दा माथि राष्ट्रपति हुन्छ। चेक एन्ड ब्यालेन्सको सिस्टमबाट बन्न सक्छ। त्यसकारण यसलाई कतिपयले मिश्रित, कतिपयले अर्धशास्त्र राष्ट्रपति भन्ने नि चलन छ। तर जे होस्, प्रत्येक निर्वाचित हुने ब्लक भोट सिस्टमको आधारमा राष्ट्रपति हो। त्यसरी चाहिँ कम्युनिटीको फरक नै पर्ने
अनिवार्य व्यवस्था सहित गऱ्यो भने यसमा चाहिँ समस्या आउँदैन जस्तो लाग्छ। शासकीय स्वरूपबारे मैले यो भने। अब निर्वाचन प्रणालीको बारे पनि मैले पहिल्यैदेखि वकालत गरेर आएको कुरा चाहिँ र पुस्तकहरूमा पनि धेरै पटक लेखिसकेको छु यसबारे कि खुल्ला सूचीमा आधारित भएको निर्वाचन प्रणाली, बन्द सूची नगर्ने। बन्द सूची भयो भने अहिले नरेशजीले भने जस्तै हुन्छ, आफ्नो श्रीमती, आफ्नो नातेदार, आफ्नो चाहिँ त्यो गर्लफ्रेन्डदेखि पैसा लगानी गर्ने, ठ्याक्का पत्ता दिने, पुँजीपति कमाइ सबैलाई गर्ने। अब जनताले चुन्ने समानुपातिक चाहियो क्या हामीलाई, जनताद्वारा प्रत्यक्ष मत हालेर निर्वाचित गर्ने समानुपातिक हुनाले। यो चाहिँ युरोपमा धेरै देशमा प्रचलित छ, नर्वेमा पनि त्यस्तै छ, हङ्गेरीमा छ, जर्मनमा छ, थुप्रै देशहरूमा छ, स्विजरल्यान्डमा पनि त्यस्तै हो। जनताले भोट हालेर समानुपातिकका उम्मेदवार चुन्छन्। अब त्यस्तो खालको प्रणाली आउनुपर्छ। मैले नर्वेमा जाँदाखेरि त्यो उनीहरूको भोटिङ सिस्टम हेरेको थिएँ। त अब सपोज कसैलाई चाहिँ ए भन्ने पार्टीलाई भोट हालेको छ भने अब उसले ए को केमा गर्ने भयो, ए को चुनाव चिन्ह अब सपोज मोबाइल भयो भने उसले मोबाइलमा भोट हाल्यो। अब त्यसभित्र एउटा प्रदेशको एउटा हुन्छ भन्ने हुन्छ, बहुसदस्यीय हुन्छ। जस्तो अब यहाँ चाहिँ सब नेवा प्रदेश आयो, नेवा प्रदेशभित्र 15वटा निर्वाचन क्षेत्र छ भने सबै पार्टीले 15 जनाको लिस्ट दिन्छ। अब कसलाई चाहिँ भोट हालेको भन्ने कुरा जनताले एक भोट चाहिँ उसमा हाल्छ, अर्को भोट चाहिँ जुन व्यक्ति उसको फोटोमा हालिदिन्छ होइन। फोटोको यहाँ फोटो चाहिँ यता चाहिँ पोस्टर हुन्छ, पार्टी चुनाव चिन्ह हुन्छ, व्यक्तिमा फोटो हुन्छ, अनि फोटोमा स्वार्थ चाहिँ कुन चाहिँ व्यक्ति। अब जनताले चुनेको प्रतिनिधि भएन, अब कसैले गर्लफ्रेन्ड राख्यो, ठेक्दारलाई राख्यो, पुँजीपतिलाई राख्यो भन्ने भए जनताले भोट हाल्नुपर्छ भन्ने हुन्छ। त्यहाँदेखि हामी कहाँ त विकृत रूपमा प्रयोग गरेर पो यस्तो भएको छ त। त्यसैले जनताद्वारा प्रत्यक्ष निर्वाचित गरिने समानुपातिक निर्वाचन प्रणाली, भाषामा यसलाई भन्छ खुल्ला सूचीमा आधारित। ओपन, जनताको लागि सूची ओपन हुन्छ, त्यो ओपन सूचीमा भोट हाल्ने, कुन कसलाई भोट हाल्यो होइन। यस हिसाबले गरेपछि यो निर्वाचन प्रणालीमा पनि समस्या समाधान हुन्छ जस्तो लाग्छ। यो सिङ्गै देशलाई एउटा निर्वाचन क्षेत्र बनाउनु हुँदैन। त्यसो गर्दा अब 10 जना 15 जनाको एउटा निर्वाचन क्षेत्र, बहुसदस्यीय निर्वाचन क्षेत्र। अब धेरै जस्तो देशमा स्विजरल्यान्डहरूमा एउटा क्यान्टनको एउटा निर्वाचन क्षेत्र, एउटा प्रदेशको एउटा निर्वाचन क्षेत्र, यस्तो गरेर गर्ने चलन हुन्छ। अब संहिताको सम्बन्धमा सबैभन्दा मेजर कुरा हो आदिवासी जनजातिको सम्बन्धित। यो तेस्रो सन्दर्भमा चाहिँ संविधान ड्राफ्ट भएको बेला, संविधान सभाको निर्वाचनको बेला त्यो संविधानको ड्राफ्ट हुने जुन कमिटी छ, त्यो कमिटीका साथीहरूसँग बसेर म चाहिँ सहभागी हुने मौका पाएको थिएँ। विविध कारणले गर्दा त्यो मौका मिल्यो हुँदैन। र त्यति बेला धारा 56(1) मा के लेखिएको छ भन्दाखेरि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह हुनेछन्। स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र राज्यको विशेष संरचना हुनेछन् भन्ने छ। त्यो मलाई अहिले पनि कण्ठ छ, किनभने म आफै बसेर ड्राफ्ट गरेको संविधानको त्यो पार्टमा बसेर। होइन त्यति बेला म संविधान सभा सदस्य त होइन, होइन हाजियो भनौँ न, तर त्यो गर्ने मौका चाहिँ त्यहाँको राज्य पुनर्संरचना आयोगका साथीहरूले चाहिँ दिएको भएर म सँगै बसेर पछि जारी हुँदै बेला त स्वार्थ काटिदियो। उनीहरूले कहाँ काटिदियो भन्दाखेरि दोस्रो लाइनमा चाहिँ स्वार्थै काटिदिएछ, आएकै छैन अहिलेको संविधान छ। तर एक ठाउँमा उनीहरूको चाहिँ मिस्टेक भएको छ। अनि 56(1) को धारा 1 मा लेखिएको जुन छ त्यसलाई चाहिँ सपोर्ट गर्ने एउटा चाहिँ अनुसूची छ कि अनुसूची 6 को 17 नम्बर बुँदामा विशेष संरचनाको अधिकार कसलाई भन्दाखेरि प्रदेशलाई दिएको छ। किन प्रदेशको मार्फत विशेष संरचना हुने भनेर राखिएको छ। त्यसो भइसकेपछि अब संविधानमा कहीँ पढ्नुभयो कुनै धारामा तपाईँको विशेष संरचना छैन, अनि अनुसूचीमा चाहिँ विशेष संरचना खानको अधिकार क्षेत्रभित्र भनेर राखिएको छ। त्यहाँनिर चाहिँ छ। त्यही माथि टेकेर म सङ्घीय मामला मन्त्री हुँदा मैले विशेष क्षेत्र, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र सम्बन्धी ऐन बनाएँ। सबै कुरा फाइनल भएको थियो। तर चुनावभन्दा 2-3 महिना अगाडि भएको हुँदाखेरि त्यति बेला तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला हुनुहुन्थ्यो र उहाँले चाहिँ त्यसलाई संसदमा दर्ता गर्न चाहनु भयो। त्यसपछि सर्वदलीय बैठक के यहाँ चुनाव अगाडि
यस्तो यस्तो भन्नु थालेँ। मैले धेरै अन्तर्वार्तामा बोलिसकेको छु त्यति बेला पनि होइन। मैले प्रधानमन्त्रीकै अगाडि कार्यक्रममा पनि मैले स्पिचमा पनि यो बोलेको छु त्यति बेला। र त्यो सङ्घीय मामला मन्त्रालयमा छ। त्यो विश्वमा कुनै पनि अघि खास स्वार्थ क्षेत्रदेखि विभिन्न आयो त्योभन्दा पनि कम हुने गरी गरेका छन्। अनि मैले आफैले पनि रेनो स्पासको भ्रमण गरेका छु। 9,000 मात्रै जनसङ्ख्या भएकोमा संसद 9 जनाको, 3 जनाको मन्त्री परिषद र न्यायपालिका क्षेत्राधिकारहरू सबै भएको अमेरिकाको एउटा स्वायत्त क्षेत्र भ्रमण गरेका थिएँ मैले। त्यसैले त्यसको चाहिन्छ भने त्यहाँ त कन्स्टिट्युसनै छ कि 9,000 को एउटा कन्स्टिट्युसन छ। त्यहाँ त प्रत्येक प्रान्तमा कन्स्टिट्युसन छ। अब हाम्रो त प्रदेशहरूमा कन्स्टिट्युसन छैन। तर विविध कारण दिएर मैले त्यहाँ धेरै आदिवासी जनजातिका नेताहरूसँग सरसल्लाह गरेर, विशेष आदिवासी जनजाति महासङ्घसँग सल्लाह गरेर तयार गरिएको त्यति बेला। अब त्यसमा हाम्रो पुष्प दाइले विशेष सहयोग पनि गर्नुभएको थियो। यो अहिले पनि त्यहाँ छ। त्यसलाई प्रस्तुत गर्न मान्दैन, संसदमा लानु पर्यो। संसदमा लानु चाहिँ क्याबिनेटबाट हुनुपर्छ। अब क्याबिनेटबाट चाहिँ पास गरिदिने बित्तिकै त्यो संसदमा दर्ता हुन्छ। त्यसैले जब त्यो ड्राफ्ट छ भने त्यसमा चाहिँ यो संविधानमा त खालि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्रै भनेको छ। तर मैले चाहिँ त्यहाँ राजनीतिक अधिकार पनि हुने किसिमको ड्राफ्ट छ। त्यो कसरी गरिएको छ भने मैले त्यहाँ त्यसतर्फ एउटा क्लबको पनि विधान हुन्छ भने स्वायत्त क्षेत्रको विधान किन हुँदैन भन्ने तर्कको आधारमा स्वायत्त क्षेत्रको आफ्नै विधान हुने गरी एउटा कार्यकारी परिषदको रूपमा चाहिँ त्यहाँ एउटा संसद पनि हुने, अनि त्यसपछि त्यसको समिति बनाएर मन्त्री परिषद हुने, 9 जनादेखि 27 जनासम्मको संसद हुने, यो व्यवस्थासहितको र अनुसूची पनि राखेको छ त्यसमा। अनि त्यसमा एउटा चाहिँ लास्टमा त्यो सबै स्वायत्त क्षेत्रहरू यी हुन् भनेर अहिले अब हामीसँग धेरै चाहिँ प्रदेश बनाउन तत्काल सकिने आधारहरू कम भएको हुँदाखेरि हामीले के गरेका छौँ भने जस्तो लिम्बुवान स्वायत्त क्षेत्र, किराँत स्वायत्त क्षेत्र पनि बन्न सक्छ। त्यसरी बन्यो भने पछि त्यसैमाथि टेकेर तपाईँले प्रान्त दिन सकिन्छ। यो त्यहाँ संसद जस्तो भइसकेका हुन्छ। त्यहाँ अहिलेको संविधानको घेराभित्रबाट लिन सकिने जति लिने, नपु कुराहरू चाहिँ सङ्घर्षद्वारा लिन सकिने आधार निर्माण हुने गरी, जस्तो गोर्खाल्यान्ड अहिले त त्यो स्टेजमा पुग्यो नि। अब यो धक्का माऱ्यो भने गोर्खाल्यान्ड प्रान्त हुन्छ क्या। तेलङ्गाना पनि धेरै पछि प्राप्त भएको छ नि। त्यस्तै गरी गर्न सकिने गरी त्यो विधेयक ड्राफ्ट छ। त्यो अहिले पनि जीवित छ। हाम्रो आदिवासी जनजाति साथीहरूले धेरै पटक मिटिङहरू गर्नुभयो। एउटा सङ्घमूलको बैठकमा त्यहाँ वर्षमान पृथ्वी सुब्बाजी सबै थियो। ल हामी सबैले गएर त्यो चाहिँ भन्दै पनि त्यो टाइम समेत चाहिँ मिलाउन सकेन कसैले पनि। मैले ट्राई गर्दा वर्षमानले, पृथ्वी सुब्बाले सबैले ट्राई गर्यो कमसेकम त्यसलाई एकचोटि चाहिँ मुभ गरिदिनुहोस् भन्दाखेरि मुभ पनि भएन कि। त्यस हिसाबले आदिवासी जनजाति महासङ्घले सबैले हेरेर सबै सन्तुष्ट हुने गरी त्यो ड्राफ्ट आउँछ। यस हिसाबले त्यसलाई चाहिँ गरिएको छ। त्यसकारण धारा 56(5) को विशेष संरचनाको संयोजन त्यो हो। अब 56(3) चाहिँ के गर्ने भने एउटा प्रदेशहरू अनुसूचीमा उल्लेख गरे हुने बमोजिम हुनेछ भनेर 7 प्रदेश लेखा छ। अब त्यसमा हामीले के गर्नु पर्यो भन्दाखेरि प्रदेशहरू अधिकार सम्पन्न र स्वायत्त हुनेछन् भन्ने थप्ने। अब अनुसूचीमा गर्ने कुरा पहिचानमा आधारित हुने भन्ने एउटा शब्द थपियो होइन। पहिचानमा आधारित, ऐतिहासिक पृष्ठभूमिमा आधारित, पहिचानमा आधारित सङ्घीय संरचना हुनेछ भन्ने एउटा ल्याङ्ग्वेज थपेर अनि प्रदेशहरू अधिकार सम्पन्न र स्वायत्त हुनेछन् यति राख्नु पर्यो। र त्यसपछिको ल्याङ्ग्वेज के हुनु पर्यो भने स्थानीय तह प्रदेशको क्षेत्राधिकारभित्र रहनेछन् भन्ने हुनु पर्यो। किनभने हामीले चाहिने त हामीलाई चाहिने त अधिकार हो नि। अरू धेरै फुलबुट्टा भनेर हुँदैन। तपाईँ प्रदेश स्वायत्त छैन, प्रदेश अधिकार सम्पन्न छैन भने के अर्थ भयो त प्रदेशको? मेन त अधिकारमुखी हुनु पर्यो, त्यहाँनिर जानु पर्यो। अनि प्रदेशलाई के गरेर छ एकदम ह्याङ्गिङ छ अहिले। अब एउटा कुरा भनौँ, स्थानीय तहसम्म नि एउटा ऐन आयो। स्थानीय तहसम्म नि ऐनमा प्रदेशको चाहिँ यस्तो यस्तो हुनेछ भनेर लेख्यो क्या धारा 102 मा। अनि मैले सङ्घीय मामला मन्त्री हुँदा यस्तो नै हुन्छ त, यस स्थानीय तहसम्म नि ऐनमा प्रदेशको चाहिँ क्षेत्राधिकार उल्लेख गर्यो। अनि प्रदेश सञ्चालन सम्बन्धी ऐन चाहिँ छैन के। किन भन्दा स्थानीय तहलाई पनि पावरफुल बनायो,
केन्द्र पनि पावरफुल बनायो अनि प्रदेशको अधिकार पनि लेख्छ कहाँ भन्दा स्थानीय तह सम्बन्धी सञ्चालन ऐनमा अहिले त खारेज गरियो हैन। त्यसले हामीले के गर्नुपर्छ त भन्दा प्रदेशको क्षेत्राधिकारभित्र स्थानीय तह जस्तो यो बागमतीमा अहिले जति छ अब यो पहिचानमा आधार त पाएको छैन तर यहाँको सबै पालिका बागमतीले चलाउनु पर्यो त अहिले भोलि नेवा प्रदेश तामसालिङ भेट्छ नेवा प्रदेशले चलाउँछ तामसालिङले चलाउँछ अहिले त केन्द्रले डाइरेक्ट 753 चलाउँछ हैन। केन्द्रले 753 चलाइसकेपछि यो प्रदेशको काम के हो हैन। त्यसकारण चाहिँ यस्तो खालको एकदमै इल मोटिभ किनभने त्यति बेला दोस्रो संविधान सभाको बहुमत जसले बहुमत प्राप्त गर्यो तिनीहरू संहिताका पक्षधर हुँदै होइनन्। त्यस्तो भएको भए स्थानीय तह चाहिँ सङ्घले डाइरेक्ट चलाउँछ। त्यसो भन्दाखेरि त्यहाँ बसिरहेका आदिवासी जनजातिका सांसदहरू सबै नेताहरूको लाचार छाया भएको। पहिलो संविधान सभामा चाहिँ अब विघटन हुने स्थिति आउनुभन्दा अगाडि अब त्यसभित्र धेरै सङ्घर्षका आयामहरू थिए तर अब हामी सफल भएनौँ उनीहरू सफल भए त्यसले गर्दा उनीहरूले भङ्ग गर्ने। अब दोस्रो संविधान सभामा त अब कसैले केही गर्न सक्ने स्थिति भएन। नेताहरूको अब जसको बहुमत 2/3 छ उनीहरू चाहिँ संहिताको नामको संहिता मात्रै राख्न चाहन्छ हैन। त्यो संहिताको टोपी लगाउने जनाइ चाहिँ के गर्दा भन्दाखेरि एकात्म। त्यही भएर चाहिँ अहिले प्रदेशहरू अधिकार सम्पन्न छैनन्। क्षेत्राधिकार त्यसको क्षेत्राधिकार थप्नुपर्ने त्यो कुरा चाहिँ गर्नुपर्छ। त्यसपछि अब 56(4) मा चाहिँ गैर दलीय बनाउने भन्ने कुरा चाहिँ ठिकै लागेको छ। अब त्यसपछि अवशिष्ट अधिकार केन्द्रको सत्ता प्रदेशलाई दिनुपर्छ। यसमा प्रदेशलाई स्थानीय तह भनियो प्रदेशलाई स्थानीय तहको क्षेत्राधिकार हुँदैन मिल्दैन। अब कन्करेन्ट राइट्स गर्ने हो भने कतिपय देशमा सङ्घ र प्रदेश जस्तो नाइजेरियामा सङ्घ र प्रदेशले छलफल गर्छ। अब त्यो भनेको अत्यन्त सानो हुन्छ कि त्यो जति हामीले अहिले देखेका अधिकार हुन्छ नि क्षेत्रहरू त्यो त सबै संविधानमा बाँडिसकेका हुन्छ। अनि संविधानले नचिनेको हैन त्यो सानातिना अधिकारहरू हुन्छ यदि त्यो देखिया छैन भने त्यो चाहिँ प्रदेशले गर्ने भनेर प्रदेशको क्षेत्राधिकारभित्र राख्ने। त्यस हिसाबले त्यसलाई प्रदेशमा भनेर गर्दाखेरि नै ठिक हुन्छ जस्तो लाग्छ। अब अर्को एउटा मेजर कुरा न्यायपालिकाको सन्दर्भमा भाग 11 त्यो भाग 11 मा के छ त भन्दा व्यवस्थापिकामा पनि सङ्घीय व्यवस्थापिका कार्यपालिकामा सङ्घीय कार्यपालिका भाग 11 मा चाहिँ न्यायपालिका मात्रै देखियो सङ्घीय न्यायपालिका भने अर्थात् देशको न्यायपालिका अहिले के छ एकात्मकै छ। उनीहरूले भनेकै छ यो इन्टिग्रेटेड जुडिसियरी हो भनेर एकदम प्रष्ट रूपमा बोलेकै छ। त्यसैले हामीले चाहेको चाहिँ इन्टिग्रेटेड होइन फेडरल जुडिसियरी हो सङ्घीय न्यायपालिका भनेर त्यसको शीर्षक पनि सच्याउने त्यस सङ्घीय न्यायपालिकासँग बाँधिएका सबै धाराहरू सच्याउने त्यो कुरा पनि सङ्घीय न्यायपालिकामा आउनुपर्छ। त्यसपछि संवैधानिक निकाय। अब संवैधानिक निकायको सन्दर्भमा त्यहाँ 3 प्रकारको संवैधानिक आयोगहरू छ। संवैधानिक आयोग चाहिँ 3 प्रकार। एउटा चाहिँ मुख्य आयोग भनेर चाहिँ अख्तियार निर्वाचन आयोग लोकसेवा आयोग उनीहरूलाई अलग अलग भाग दिएर गरेको छ त्यो चाहिँ मुख्य आयोगहरू। त्यसपछि अन्य आयोगहरू भनेको छ दोस्रो। अन्य आयोग भनेपछि तपाईँको आदिवासी जनजाति आयोग दलित आयोग मधेसी आयोग यिनीहरूलाई चाहिँ अन्य आयोगभित्र राख्छ। र तेस्रो खालको चाहिँ विविधमा छ त्यो सङ्क्रमणकालीन भनेर हो। विविधमा जस्तो सधैँभरि हुने होइन त्यो सधैँभरि नयाँ आयोगहरूलाई चाहिँ विविधमा राखेको त्यो भनेको चाहिँ जस्तो त्यहाँ दुईटा आयोग छ। एउटा आयोग के छ त भने निर्वाचन क्षेत्र निर्धारण आयोग छ। अर्को छ सङ्घीय आयोग भन्ने छ। तेस्रो भाषा आयोग छ। दुईटा होइन 3टा रहेछ भाषा आयोग पनि छ। अब त्यो 3टा आयोग भइसकेपछि यो 3टा मध्ये अब सङ्घीय आयोग त भन्दै बनेन सङ्क्रमणकाल चुनावपछि सङ्क्रमणकाल अन्त्य हुने भनेपछि चुनाव भयो सङ्क्रमणकाल सकियो। त्यसकारण सङ्क्रमणकालीन आयोगको कुनै अर्थै भएन। जुन कुरा यहाँ प्रस्तावमा पनि सङ्क्रमणकालीन आयोग भन्ने आयो हामीले चाहिँ यो व्यवस्था संस्थागत भइसकेको छ। अब सङ्क्रमणकालीन आयोग माग्ने होइन नि त हैन त्यो गलत हुन्छ त्यस्तो गर्नु भएन। अनि अब भाषा आयोगलाई चाहिँ त्यहाँ संविधानको धारा 306 को 6 मा के छ भने संवैधानिक निकाय भन्ने व्यवस्था छ।
अनि संवैधानिक निकायमा अरू सबै आयोगहरूको नाम लेखे, निर्वाचन आयोग, लोकसेवा आयोग, अख्तियार दुरुपयोग निर्वाचन आयोग, यो सबैको नाम राखे। अनि त्यहाँ महिला आयोग, दलित आयोग सबैको राखेको छ, आदिवासी जनजाति आयोग छ, तर त्यहाँ भाषा आयोगको चाहिँ नाम छैन। अब हामीले भाषा आयोगलाई स्थायी रूपमा चाहेको भएकोले संवैधानिक निकायभित्र त्यो परिभाषाभित्र यहाँ संवैधानिक आयोग होइन भने संविधानमा आयोग, संविधानले चिनेको आयोग सबै संवैधानिक आयोग हो। त्यसकारण भाषा आयोग पनि संवैधानिक आयोग हो, तर संवैधानिक निकायभित्र त्यसको व्याख्या गरिएको छैन, किनभने त्यो विविधमा राखेको जो काम सकेपछि त्यो आयोगलाई चाहिँ सक्ने हिसाबले राखेको हो। त्यसैले भाषा आयोगलाई पनि हामीले चाहिँ संवैधानिक निकायभित्र स्थायी संरचनाको रूपमा राख्नुपर्छ भनेर माग गर्नु चाहिँ उपयुक्त हुन्छ। अब अर्को कुरा चाहिँ अन्तिम आयो, मैले विविध अन्तर्गत राखिएकोमा अब यो मेजर कुराहरू छन्। विविध भने पनि जस्तो भाषा सम्बन्धी कुरा छ त्यसमा। अब संविधानको धारा 7 मा के छ भने धारा 7 को 1 मा चाहिँ नेपाली भाषालाई विशेषाधिकार दियो, सङ्घमा नेपाली भाषा मात्रै प्रयोग हुने। प्रदेशले भाषा आयोगको सिफारिसमा चाहिँ थप 2टा भाषा प्रयोग गर्न पाउने होइन, धारा 7(2) अनुसार। अब त्यसपछि हामीले अब त्यहाँ के चाहिँ सुधार चाहनुपर्छ भन्दा हामीले चाहनुपर्ने सुधार चाहिँ संविधानको धारा 7(1) मै मैले एउटा चाहिँ गैर सरकारी आयोग, के गैर सरकारी विधेयक भनेर सांसदको हिसाबले मैले एउटा चाहिँ भाषा सम्बन्धी चाहिँ फरक विधेयक, संशोधन विधेयक प्रस्तुत गरेको थिएँ। सामान्य सरकारले प्रयोग ल्याउँछ संशोधनको विधेयक, तर मैले पनि त्यो राखेको थिएँ। मैले चाहिँ त्यसमा धारा 7(1) मा चाहिँ सबै नेपालमा बोलिने भाषा आयोगले सिफारिस गरेका सबै भाषाहरू सरकारी कामकाजको भाषा हुनेछन्, यसलाई चाहिँ अनुसूचीमा लेख्नु। त्यसो गरेपछि के हुन्छ त भन्दाखेरि नेपाल भाषा, तामाङ भाषा, जे जति भाषा छ त्यो सबै तपाईँको देशको सरकारी कामकाजको भाषा हुन्छ। त्यो त्यस हिसाबले त्यसलाई चाहिँ प्रयोग हामीले संशोधन त्यसरी राखौँ। अब त्यसरी त्यसरी राख्ने कुरामा हाम्रो चाहिँ सहमति हुँदैन, अलि छ भने अलि त्योभन्दा लिबरल भाषा राख्ने हो भने अब धारा 7 को 2 छ, धारा 7 को 2 पछि 3 अर्को एउटा दफा थप्ने, अर्को दफा थपेर के भन्यो भने इन्डिया